चलो चलो हामी यो बाटो झर्ना पुग्ने हो नि त ओ यहाँ चाहिँ काठ रहेछ केटी मान्छे भएर खुट्टा बजाउँदै साउन आएर हिँड्नु हुन भन्थ्यो कि रे बुजुले हो के अब हामी त्यस्तो त्यो अघि मैले ड्याङ गरेँ नि त्यो त मैले जानी गरेँ हो नि त त्यो हिँड्दाखेरि अब त्यस्तो खुट्टा यस्तो बजारेर भन्छ के भन्छ नि यस्तो खुट्टा घिसारेर यस्तो गरेर त्यस्तो चाहिँ अझ मैले यसरी हिँड्छु पहिला हेर न हो मलाई त्यस्तो हिँड्यो नि पुरा दिमाग सिकसिक हुन्छ हो मलाई पहिला थाहा थिएन त्यसरी हिँड्छ भनेर अनि पछि मलाई कसले हो भने कि तिम्रो कस्तो भुइँमा त्यो जुत्ता घिसाएर हिँड्दो रहेछ भने अनि त्यहाँदेखि चाहिँ सेलेक्ट पारेर होइन अनि त्यसपछि यस्तो यस्तो गरेर अनि यस्तो खुट्टा यस्तो खुट्टा साउन्ड ल्याएर हिँड्यो भने नि त्यो होइन अनि बुझीले यस्तो भन्थ्यो केटी मान्छे भएर खुट्टा त्यस्तो थचारेर हिँड्ने हो भनेर भन्थ्यो कि त्यस्तै हिँड्नुहुन्न भन्थ्यो अहिले त बितेर नि जानु भइसक्यो यो हेर न बुढो भएर मरे त होला नि अब नयाँहरू आउँदैछ तर मलाई यो वाला केबल कार मन परेन के मान्छे यतिकै सामान नसारे जस्तो देखिरहेको छ मान्छे उभिने हो त्यहाँ बसेर अनि हेर्ने हो अनि त्यो नेपालको राम्रो थियो नि सिसाबाट जे देख्यो कि होइन अनि खासै राम्रो लागेन त्यही हो हामी टिकटक बनाऊँ न